गाइजहरु सबैजनालाई वेलकम छ दुर्गा अफिसियलमा। आज चाहिँ धेरै दिन पछाडि मैले भ्लग लिएर आएको छु। हिजो चाहिँ बजार गएर मुन्तालाई किनेर लिएर आएको थिएँ मैले चाहिँ। अनि यसको चाहिँ चुक बनाउन लाएको धेरै छ नि त, कुहिएर जान्छ नि त। चुक बनाएर राख्यो भने चाहिँ पछिसम्म चटपेटेमा हैन चटनीमा हालेर खानामा कस्तो मिठो हुन्छ नि त। किनेर ल्याइरहनु पर्दैन नि त। बजारबाट किनेर ल्याएको चाहिँ आज युज गरे, पर्सिपल्ट हेर्दाखेरि धेरै डोरीहरू आउने ओर्ने भइरहेकोले मैले चाहिँ आफैले रुममै बनाउँछु कि, यसै गरी किनेर ल्याउँछु ओर्छु र बनाउँछु। हजुरहरूले नि सक्नुहुन्छ घरमै बनाउन अमिलो चाहिँ। मैले चाहिँ अस्तिको लटमा नि बनाएको थिएँ, अलिकति छ, अरू चाहिँ सबै खाइसकेँ है मैले चाहिँ। हजुरहरूलाई कस्तो लाग्छ अनि कमेन्ट लाइक हैन सब्स्क्राइब गरिदिनु होला। कस्तो लाग्यो मेरो मुजा? बेला बेलामा चाहिँ यसलाई यस्तै गरेर चलाउनुपर्छ है, मजाले चलाउने अनि चलाइरहने हेरिरहने। कतिखेर अब यो त थोरै छ नि, कतिखेर फेरि भसाकै भएर डढ्छ भन्ने थाहा नै हुन्न कि यो चाहिँ। अनि हेरिरहनुपर्छ कि यसलाई चाहिँ। तर यो अहिलेको पालि चाहिँ एकदम धेरै छ कि, अस्ति चाहिँ थोरै थियो। बेला बेलामा हेरिरहनुपर्छ। च्याट्का लाएर यस्तो हुन्छ है पकाउँदै गएपछि चाहिँ। यो अमिलो चाहिँ अहिले पाकेर यति भइसक्यो है। अब एकछिनमा सबै पाक्छ। यो चाहिँ पकाउँदैछु म मजाले यसलाई चाहिँ। लगभग आधी भइसक्यो है। अब एकछिनमा यो पुरै पाकिसक्छ यो अमिलो चाहिँ। मजाले पकाउँदैछु मैले। अमिलो चाहिँ भइसक्यो है, भइसक्यो। अब चाहिँ अमिलो हुन लागिसक्यो अलरेडी। मजाले पकाएको थिएँ, सबै भइसक्यो है अमिलो चाहिँ। अब पाकी पनि सक्यो। चाट लाएर त्यति धेरै अमिलो, त्यति थोरै छ यहाँ फेरि। अब यो अमिलो चाहिँ कहिले पनि बिग्रिन्न है, यसो गरेर हामीले पकाइसकेपछि चाहिँ। मजाले पकाइसकेको अमिलो चाहिँ बिग्रिन्न। तर यो अलिकति पानी राखेर थोरै राखेर चट्टा लाएर घोलेर चटनीमा हैन सरपटेमा नि मिठो हुन्छ यो चाहिँ। अमिलो चाहिँ भइसक्न लागिसक्यो है। आज चाहिँ हुन लागिसकेको छ। आज कस्तो टाउको पनि दुखिरहेछ कि मलाई, के गरौँ भइरहेछ है। अमिलो चाहिँ मजाले पाक्दै छ यहाँनिर। यसलाई छोड्नै मिल्दैन कि, फेरि अमिलो पाक्दै पुरै गर्छ है। छोड्न मिलेको छैन अमिलोलाई चाहिँ, हेर्न सक्नुहुन्छ। यस्तो गरेर पाक्दैछ। ग्यास सानो पार्नुपर्छ है। अमिलो चाहिँ मजाले हुँदैछ, छोड्नै मिलेको छैन अमिलोलाई चाहिँ। फेरि भसक्कै डढ्छ। यसलाई यस्तो लाएर बोतलमा अमिलो चाहिँ भयो है, भयो। अब हेर्दा भइसक्यो। अब अमिलो पनि पाको। अब म चाहिँ बन्द गर्छु। पाकिसक्यो है अमिलो चाहिँ धेरै। फेरि यतिको ठिक हुन्छ। अब यसलाई थोरै पानी हाल्ने हैन खाने बेलामा, अहिले चाहिँ हैन कि। खाने बेलामा चाहिँ थोरै पानी हालेर र चटनी अब केमा हाल्न मन लाग्छ हैन त्यसमा हालेर खान सक्नुहुन्छ है सबैजनाले। यसै गरी मैले चाहिँ अमिलो भयो, ल पाक्यो, बन्द गरिदिएँ मैले। अमिलो चट्टा लाएर सानो ग्यास पारेर पकाएर यति भयो है अमिलो चाहिँ। अब यो मजाले यहाँ एकछिन बसोस्, सेलाउँछ अनि डब्बामा हाल्नुपर्छ यसलाई चाहिँ। साथीहरु मैले चाहिँ अमिलो नि बनाइसकेँ हैन, पकाइ पनि सकेँ। अब चाहिँ डब्बातिर राख्छु म। सेलाउँछ एकछिन जति सेलाउँछ अनि डब्बामा राख्ने छु। अनि महिनौ खान पनि हुन्छ क्या यसो गरेर राखेपछि चाहिँ। किनभने बिग्रिन्न नि त, यो आफैले घरमा बनाएको कागतीको रसहरू मात्र छ नि त, अनि बिग्रिन्न। मैले अस्ति 2 महिना भयो मैले बनाएर राखेको, अहिलेसम्म केही भएको छैन के। त्यो जस्तो मैले घरमै बनाएको नि, अनि यो पनि घरमै बनाएको हो के।
कति किन्ने हो भनेको किनेको खाँदा खाँदा कस्तो भइसक्यो क्या। अलिक सुरु दिन खाइन्छ, पर्सिपल्ट त्यो ढुँडी आएर फ्याँक्नु परिहाल्छ क्या। त्यही भएर आफैले नै गर्ने हो क्या, अलिकति किन्ने, त्यसलाई किन्ने पैसाले चाहिँ कागती सिँगै किन्ने अनि मारी बनाइदिने क्या। फाइनली साथीहरू मैले चुप पनि डब्बामा हालिसकेँ है। अब चाहिँ यो चाहिँ अब कोर्का गरेर अहिले हालौँला। आजको ब्लग चाहिँ यति नै। हजुरहरूलाई मन परेछ भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। अर्को नेक्स्ट भिडियोमा भेट्नेछु। आजको लागि चाहिँ यति नै। बाई बाई।